सेतो चिनी चाहिँ अनहेल्दी हो अनि खैरो सक्खर चाहिँ हेल्दी हो। धेरै नेपालीले सोच्ने भनेको यही नै हो। यो भिडियो अन्तिमसम्म हेर्नु होला। सत्य भने अलिकति फरक छ। हामी धेरैले सोच्ने गर्छौं सेतो चिनी यानि कि टेबल सुगर भनेको चाहिँ डाइरेक्ट पोइजन हो अनि खैरो जागरी यानि कि सक्खर भनेको चाहिँ सुगरको अल्टरनेटिभ हो। अब सुनौ न त साँचो के हो भनेर। सेतो चिनी यानि कि टेबल सुगर भनेको चाहिँ 100% रिफाइन्ड कार्बोहाइड्रेट हो जुन चाहिँ शरीरमा फास्ट एब्जर्ब हुन्छ, जसले गर्दाखेरि सुगर स्पाइक वात्तै बढ्छ अनि पोषण भने लगभग 0 नै हुन्छ। अनि जागरी यानि कि खैरो सक्खर त्यो भने 100% रिफाइन्ड त हुँदैन तर मिनिमली प्रोसेस भने पक्कै हुन्छ। अनि जागरीमा भने आइरन, क्याल्सियम, पोटासियमहरू जस्ता न्युट्रिएन्ट पनि थोरै मात्रामा हुन्छ तर अल्टिमेटली त्यो पनि सुगर नै हो। हाम्रो शरीरमा सुगर र जागरी यानि कि सेतो चिनी र खैरो सक्खर दुवैले गर्ने काम भनेको एउटै नै हो। ग्लाइसेमिक इन्डेक्स भन्छौं मेडिकल भाषामा। सुगरले ग्लाइसेमिक इन्डेक्सको स्पाइक चाहिँ वात्तै पुर्याउँछ तर जागरीले चाहिँ अलिकति स्लो पुर्याउँछ। अल्टिमेटली पुग्ने भनेको एउटै पिकमा नै हो। फरक यति मात्रै छ कि जागरीमा थोरै मात्रामा न्युट्रिएन्ट हुन्छ अनि सुगरमा चाहिँ हुँदैन। यसको मतलब यो होइन कि हामीले चिनीको ठाउँमा सक्खरलाई बेटर अल्टरनेटिभ मान्न सक्छौं। यदि हजुरलाई डायबिटिज छ या कुनै महिला दिदीबहिनीहरूलाई PCOS को समस्याले बाधिराखेको छ अथवा हजुरलाई वेट लुज गर्न या वेटको प्रब्लम छ भने जागरी र सुगर दुईटै अभोइड गर्दा नै राम्रो हुन्छ। मेरो सल्लाह चाहिँ सुगर पनि कम गर्नुहोस् र जागरी पनि कम गर्नुहोस्। हजुरलाई मनमा लागिराखेको होला अब सानो बेलादेखि यत्रो उमेरसम्म गुलियो खाएर हुर्कियो, अब सुगर क्रेभिङ भयो भने के खाने त भनेर। म त्यसको अल्टरनेटिभ पनि भन्छु। हो, हजुरलाई सुगर क्रेभिङ भयो भने हामीले डाइरेक्ट फ्रुटहरू खान सक्छौं जसमा फ्रुक्टोजको मात्रा हुन्छ जुन कम्प्यारेटिभली धेरै हेल्दी हुन्छ अनि हामीले ड्राई फ्रुट्समा किसमिसहरू पनि खान सक्छौं। आजलाई यति नै गरौँ। यसरी नै लाइफस्टाइल मोडिफिकेसनको टिप्सहरूको लागि डाक्टरलाई फलो गर्नुहोस्। थ्यांक यू।